पिताजी कहाँबाट सिकिस् तैँले यो कुरा? गुरुबाट हो? होइन, गुरुलाई बोलायो फाडिदियो। के सिकाएको? हामीले होइन महाराज, हामीले सुनेको नि छैन। कसैले कहाँबाट सिकिस् यो? भनेर चाहिँ एकदम गाली गर्यो। गाली गरेपछि उसले चाहिँ भन्छ, हे पिताजी, संसारका मान्छेहरू एउटै विषय निरन्तर भोगिरहन्छन्। पिठो चामल पिनेपछि पिठो हुन्छ होइन त नि? पिठो पिनेपछि के हुन्छ? त्यो मैदालाई पिन्नु हो भने न त मैदै हो। मैले भन्न खोजेको त्यही पिठै हुन्छ। मैदालाई पिन्नु हो भने मैदै हुन्छ भने जस्तै यो प्रहलादले भनेको उपदेश, हे पिताजी, जसरी पिठोलाई पिनेर पिठै हुन्छ यो कुरा नबुझेर मान्छेहरू पिठो पिनिरहेछन्। भाउ यही संसारमा बसेर यही दुःख काटेर यही झन्झट बियो गरेर रुँदै रुँदै यो त दुःख रहेछ संसार भन्दै भन्दै खोइ खोइ गर्दै बाबु म फेरि छोरो पनि त्यो कुरो बुझेर चाहिँ दुःख नपाउने बाटोमा लिँदैन। ऊ पनि खोइ गर्दै ज्ञानी संसारी आइदिएर फेरि त्यही पिठो पिनिरहेछ। छोरो नातिन त्यही सिकाएछन्। त्यो नातिन त्यही सिकाएछन्। एउटा चाहिँ बुढी माउले के गरिदिरहेछन्, सानो बालक 2 वर्षको 2.5 वर्षको बच्चालाई चाहिँ नातिलाई नरो है बाबु नरो, म त जोगीलाई दिन्छु, जोगीलाई दिन्छु भने जोगी त डराउँदो कुरो रहेछ भन्ने पढे त बच्चालाई डराउँदो रहेछ। त्यहाँदेखि जोगीको नाम सुन्यो डराउँदो रहेछ क्या। त्यस्तो डराउने अब जोगीलाई दिन्छु भने डराउ भनेपछि त जोगी डरलाग्दो बनाइदिनु पर्दैन। संसारका मान्छेहरूले भगवानलाई डरलाग्दो बनाइदिए। भन्न हामी सबैले साँच्चै नै चाहिँ नरानिकन भन्नु हो भने छोराले चाहिँ कपाल सपाल पालेर चाहिँ यसरी त्रिपुण्ड अथवा ऊर्ध्वपुण्ड लगाएर कन्ठी तुलसी लगाएर 18-20 वर्षको छोरा हेर्नु थाल्यो भने बाबामा चाहिँ खुसी हुन्छन् कि चिन्ता मान्छन्? साँच्चै भन्नु चाहिँ नरानी। उसले त राम्रो बाटो लिएको हो नि, पिठो पिन्न लाग्यो बाबामा, पिठो पिजाउनु खोजेको। आफू नि दुःख पारै मर्नु भएको छ, छोरछोरी पनि त्यसरी नै मर्नु भनिरहेको। छोरो सुख मन थाहा जान्छ कि संसारमा पार हुन्छ कि भनेर डरायो। साधु अस्ति बाबा गुरु आउनुभयो, सबैजनाले ढोगेर चाहिँ पैसा राख्दै ढोग्यौँ न हामीले। अनि हाम्रो छोरालाई साधु बनाउनु पर्छ, राम्रो हुँदो त भन्छौँ त हामीले। सबैले ढोग्न जाँदैन, छोरालाई साधु भन्दैन नि हामीले। डाक्टर बनाउने, पाइलट बनाउने, साधुलाई किन ढोगेको त भन्दा हामीलाई अझ हाम्रो चाहिँ पाइलट डाक्टर उन्नति होस् है, साधु आशीर्वाद भनेर ढोगेका। तिमी जस्तो भनेर गएर ढोगे आएन हो कि होइन? हो, संसारका मान्छेहरू पिताजी पिठो पिनेर बसेका छन्। सबै बाबु पनि त्यसरी नै मऱ्यो, छोरो पनि त्यसरी नै मऱ्यो। यस्तै छ, सबै यसरी नै जाँदैछन् पिताजी। त्यसकारण चाहिँ यो कुरा बुझ्नुपर्छ। त्यस पछाडि चाहिँ के भयो त भन्दा अब कति रिस उठ्यो होला। बाबुले पिठो पिनाउन खोजेको छ, छोरो पिठो पिन्नबाट वञ्चित हुन खोजेको छ। बाबुलाई त हुनसम्म रिस उठ्यो, फालिदियो कहाँ। त्यति मात्रै होइन, सधैँ आएको ए पिताजी यो त गृहस्थमा बसेर तपाईँले आफ्नो आत्मालाई बन्धनमा पार्नु भएको छ। तपाईँ त भगवान हरिको नाम लिएर जङ्गलमा गएर आश्रम गरेर बस्नुहोस् भन्छ फेरि। अब कति रिस उठ्यो। अब यसलाई त राख्नु भएन, त वंशको चाहिँ यो ऊ हो, शत्रु हो, वंश शत्रु हो, कुल नाशक हो, त्यसलाई खतम पार्नु पर्छ। र त्यस पछाडि त्यसलाई भिराबाट फाले, उसबाट चाहिँ हात्तीलाई कुचाए, दुनियाँ गरे। हामीले सबैले सुनेका छौँ। आखिर प्रहलादको मृत्यु भयो। किन भएन भन्दा नाम जपेको राम नाम जपताम कुतो भयम सर्वताप समनैक भेषजम। प्रहलादले भनेको, हे पिताजी
रामको भगवानको नाम जप्या छु मलाई के कोडा जतिसुकै दुःख आए पनि मेरो लागि त यो राम नाम यो भगवानको नाम रूपी औषधिले सबै समन गरिदिन्छ केही दुःखै हुँदैन मलाई तपाईले आगोमा हालेर पोल्न खोज्नुहुन्छ आगो त मलाई पानीमा पौडी खेले जस्तो हुन्छ आगोले पोल्नु पर्दैन किन मसँग त हो एउटा चाहिँ नाम भगवानको नाम रूपी चाहिँ अमर सूत्र छ त्यसकारण चाहिँ मैले चाहिँ मलाई केहीको डर छैन पिताजी भनेर उसले भन्छन् भनेपछि अनि त्यस पछाडि चाहिँ अब के गर्ने अब बच्चा त हो यसलाई कसरी मिलाउने भनेर अनि त्यस पछाडि चाहिँ त्यस पछाडि तै पनि हुन्छ कि भन्ने आशा त बाबामा हुन्छ नि त तै पनि हुन्छ कि भनेर आशा गर्छ र उसले चाहिँ अब फेरि तै पनि भनेर गुरुकुलमा ल गुरु राम्रोसँग पढाउनुहोस् अझै पनि यसलाई तल आउनु पर्यो भन्दैछ अब उहाँ गएर के गर्दो रहेछन् फेरि भन्दा दैत्य बालकलाई राखेँ हेर भाइ हो यो संसारमा केही कुरा आएन यो त यस्तो मर्ने जन्माउनु दुःख पाउनु यस्तो नि भन्नुहुन्छ कौमारा आचरेत प्राज्ञो धर्मान भागवतानीय दुर्लभम मानुषम जन्म तदप्य ध्रुवमर्तनम यार यो कुरा हो भाइ दैत्य साथीहरूलाई सिकाएको के बालककालदेखि नै भगवानको आचरण गर्नुपर्छ बुद्धिमानी नित्य भगवत चरित्रको भगवानको भक्ति बालककालदेखि गर्नुपर्छ अब बुढो भयो अब कतै काम नपाएपछि जान्दैन काम नपाएर कि सकेसँग संसारको काममा पौडी खेलिरहने कतै काम नपाएपछि हाडखोर गले जानु घिसाइदिएर हुन्छ कि त अन्त उपाय नलाएर कि प्रारम्भदेखि नै कौमार काल सानो बच्चादेखि नै लाग्नुपर्छ भाइ हो यो मानिसको जन्म दुर्लभ छ पाइ नसक्नु यस्तो दुर्लभ मानव शरीर पाएर हामीले यसको सदुपयोग गरेनौँ भने के हुन्छ बर्बाद हुन्छ त्यस कारण चाहिँ बालककालदेखि नै लाग्नुपर्छ भनेर चाहिँ सिकाउनुहुन्छ सुनाउनुहुन्छ त्यस पछाडि चाहिँ अब उनले प्रहलादले चाहिँ नारदको उपदेश तपाईँले यो कसरी जान्नुभयो यस्ता कुराहरू तपाईँले कसरी जान्नुभयो भनेर त्यो साथीहरूले सोध्छन् तपाईँ हामीसँगै हामीले उमेरको त्यस्ता कुरा कसरी जान्नुभयो भने चाहिँ उनले आफ्नो चाहिँ अघिल्लो जन्म मतलब आमाको गर्भमा रहेको बेलाको नारद मुनिले लिएर गएर आश्रममा राखेर पढाएको सिकाएको सबै कुरा उनले चाहिँ भने बताएपछि अनि त्यस पछाडि चाहिँ यसबाट चाहिँ पार हुनको लागि हामीले के गर्नुपर्छ त उनले भने प्रहलादले भने यसबाट पार हुनको लागि राय कलत्र पशव सुतादयो क्रियामयी कुण्डल केशभूतय सर्वेर्थ कामा क्षणभङ्गुरायिष कुर्वन्ति मर्तस्य कियत् प्रियं चला हे पिताजी उनले चाहिँ भन्दैछन् ती साथीहरूलाई यहाँ घरमा परिवार श्रीमान श्रीमती छोराछोरी गाई भैँसी पशु पन्छीहरू घर होइन राज्य कोष आफ्नो धन सम्पत्ति यी सबै के हुन् छिनभरमा नासिने चिज भने यसले चाहिँ फेरि परलोकमा सपारामला म राम्रोसँग अझर अमर भएर जाउँला भन्ने कुरा सोच्नै हुँदैन यो चलायमान अस्थिर क्षणभङ्गुर चिजबाट केही पनि हुँदैन भनेर चाहिँ उपदेश गर्दैछन् अनि 8औं अध्याय 8औं अध्यायमा चाहिँ अब प्रहलादले ज्ञानको उपदेश सबै दैत्य बालकलाई पठाए यसरी बनाए त्यस्तो चाहिँ गरे प्रशिक्षित गरे र अनि तुरन्तै गुरुले गरे हेर्ने कस्मीलाई भन्ने लौ न हामीले सकिँदैन महाराज तपाईँको शरण के छ हामीले भनेर मान्दै हुँदै आउँदै दैत्य बालकसँग त उसले त उक्सा बर्बाद भयो हामी सक्दैनौँ भनेर उनीहरूले चाहिँ गएर कुरा लगाएपछि अब त्यस पछाडि चाहिँ
एकदम हिरण्यकशिपु चुर भएर प्रहलाद भने झम्ट्यो अब यसलाई राख्न हुँदैन जसरी पनि मार्नुपर्छ भनेर उसले चाहिँ हरेक उपाय गर्यो केही गर्दा पनि हुँदैन आफैले मार्छु भनेर चाहिँ हिँड्यो केही गर्दा पनि हुँदैन र आखिरीमा गएर चाहिँ तेरो जतिखेर भगवानको छ तेरो भगवान जासुकै छ मेरो भगवान भन्छ यहाँ पनि छ भनेर त्यो खम्बामा देखायो छ ल त निस्किँदैन खम्बामा हालेको त्यहीँबाट नृसिंह भगवान चरित्रको प्रहलाद त्यहाँ प्रकट हुनुभयो नृसिंह भगवान त्यहाँ प्रकट भएपछि अनि त्यस पछाडि चाहिँ अब हिरण्यकशिपुको वध भयो हिरण्यकशिपुको वध गर्नुभयो अब उसको एउटा वरदान थियो कि भित्र नि नमरौँ बाहिर नि नमरौँ चिसोले पनि नमरौँ तातोले पनि नमरौँ सुकेकाले पनि नमरौँ होइन मान्छेबाट पनि नमरौँ देवताबाट पनि नमरौँ यस्तो वरदान मागेको थियो त्यो मृत्युलाई त माग्नै पर्यो राख्नै पर्यो एउटा त्यस्तो अधुरो जहाँ मृत्यु राखेको थियो भगवान चाहिँ न मान्छे हो न पशु हो न भित्र ठेलामा चाहिँ सङ्घारमा बसेर मार्नु हो अब नङले चिरेर मार्नु हो नङ न चाहिँ सुकेको हो न चिसो हो चिसो भनौँ भने दुख्दैन काँडा सुकेको भनौँ भने फेरि पलाइरहन्छ होइन यस्तो गरेर मार्नु भयो उसको चाहिँ वरदानलाई पनि पुरा गरिदिनु भयो यसरी हिरण्याक्षले चाहिँ यसलाई चाहिँ मारिदिनु भयो त्यस पछाडि नृसिंह भगवानको त्यो रिस थामिँदै थामेपछि देवताहरू सबै चाहिँ डरले त्राई भए अगाडि पर्नै सकेन अब के हुने त्यो रिस कहाँ पोकिने हो भनेर डराएपछि स्वयं प्रहलाद गएर हे बाबु तिमीले नै स्तुति नगरिकन होइन भगवान नृसिंह भगवानको स्तुति गर्नु चाहिँ प्रहलादले लगाएपछि प्रहलादले चाहिँ स्तुति गरे एकदमसित स्तुति गरे भगवानको स्तुति गरेपछि अनि त्यसपछि चाहिँ भगवान त्यहाँ खुसी हुनुभयो र एकदम खुसी हुनुभयो हे बाबु तिमीले चाहिँ मलाई प्रसन्न बनायो भन तिमीलाई म वरदान दिन्छु के माग्छौ भन्दाखेरि प्रहलादले मागेको वरदान सुन्नुहोस् है यति अब म धेरै बेर सुनाउँदिनँ समय नै भइसक्यो यदि राशि समय कामान वरास्तम वरदर सब कामानां हृदय समरोह भवतस्तु भिडे वर हे भगवान साँच्चै नै मलाई वरदानै दिनु मलाई वरदान त केही नि चाहिएकै छैन भगवान हजुरको नाम जप्न पाए सकिया त्योभन्दा ठुलो वरदान के हो दिनै चाहनुहुन्छ भने मेरो हृदयमा कुनै पनि कामना नउठोस् कसैसँग केही माग्ने मनै नहोस् मनले माग्ने हो क्या माग्ने मनै नउठोस् भनेर के हुन्छ र मन उठेर माग्दाखेरिमा के हुन्छ भन्ने कुराको प्रमाण इन्द्रियाणि मन प्राण आत्मा धर्म धृतिर्मति ह्री श्री तेज स्मृति सत्यम तस्य नश्यन्ति जन्मना माग्नेको क्या मगन्तेका यी कुराहरू लोजा हुन्छन् अरे निन्याउरा हुन्छन् अरे माग्नेको हात फैलाएर माग्नेको इन्द्रिय चाहिँ लोजा हुँदैन भन्न सक्दैन त माग्ने लोजो हुनु पर्यो माग्नु छ थाल्नु पर्दैन कहाँ दिन्छ कसले लोजो हुन्छ इन्द्रिय लोजा हुन्छन् मन पनि खिन्न हुन्छ माग्नु पर्दा प्राण पनि छिटो छिटो चल्छ अरे कि माग्नु पर्छ आफ्नो शरीर पनि काम्छ शरीरमा लज्जित हुन्छ धर्म पनि धर्म आउँछ माग्दाखेरि धैर्यता पनि टुट्छ बुद्धि बिग्रन्छ माग्नेको अब चाहिँ लज्जा हुँदैन लाज मान्नेले माग्न सक्छ त लाज हुँदैन त जब माग्छ गुरु शरीरमा तेज हुँदैन यी सबै कुराहरू चाहिँ माग्नेको चाहिँ सबै गइहाल्छ माग्ने बित्तिकै गइहाल्छ त्यस कारण मलाई म माग्दैन केही नि भनेको म माग्दिनँ केही नि भनेर भने विमुञ्चति कामान मानवो मनसि स्थितान् तर्हेव पुण्डरीकाक्ष भगवत्वाय कल्पते जसको जुन बेलामा हरेक मान्छेको मनबाट संसारको चाहना हट्छ संसारको चाहना मलाई केही पनि चाहिएन भनेर हट्छ त्यति बेला ऊ भगवत प्राप्ति गर्नको लागि योग्य हुन्छ भनेर भने यसरी चाहिँ भन्दै गए प्रहलादले यहाँ धेरै कुराहरू भन्दैछन् धर्मको मूल भनेको भगवान हो
र स्मृतम च तद्विधान राजन येन चात्मा प्रसिद्धति। धर्म कहाँ छ भन्दा धर्मको मूल एउटा भगवान हो, अर्को धर्म पुराणहरूमा छ। स्मृति भनेको पुराणलाई भने हो कि धर्म पुराणले भनेको माने पनि धर्म हुन्छ, पुराणमा छ। र त्यो पुराण जान्ने र त्यसैको पालना गर्ने हिँड्ने गुरुहरूसित छ धर्म। त्यो पुराण जानेर मात्र हुँदैन, त्यो अनुसारको पालना गरेर हिँड्ने छ भने त्यो गुरुसित छ। र जुन कुरा सुन्दाखेरिमा मन प्रसन्न हुन्छ त्यो धर्म। संसारिक कुरामा क्या कसैले कसैलाई प्रसन्न बनाउँछ भने त्यो धर्म। धर्म त्यहाँ छ भनेर चाहिँ यसरी वर्णन गर्दै गएका छन्। अब यस पछाडि यहाँ चाहिँ अब युधिष्ठिर महाराजलाई नारद मुनिले पनि उपदेश गरेको प्रसङ्ग पनि यहाँ राख्नु भएको छ। जुन ठाउँमा यहाँ नारद मुनिले के भन्नुभयो भने युधिष्ठिरलाई हे महाराज धर्मको तत्त्व बुझ्नको लागि, संसारबाट पार हुनको लागि कुनै पनि कुराहरूको चाहिँ धेरै चाहिँ प्रयोग गरिदिएपछि त्यो सानो चिज मेटिएर जान्छ। जसरी एकै ठाउँ एउटै बारीमा चाहिँ मकै लगायो, मकै भाँचेपछि फेरि मकै लगाइदियो भने पहिला फलाइदियो फल्दैन, फेरि त्यो पनि जति फल्छ त्यति भाँचेर राख्यो, फेरि त्यही मकै लगाइदियो भने झन् घट्छ, हुँदाहुँदै उम्रिने नसक्ने हुन्छ त्यो माटोमा त्यो मकै ठाउँ फेरि रहनुपर्छ। त्यस्तै कामना, संसारको कामना पनि असाध्य आइरहन्छ। अब यसलाई चाहिँ संसारको प्रयोग गर्छु भनेर चाहिँ घिउमा चाहिँ आगोमा घिउ थपे जस्तै भइरहन्छ। त्यसकारण महाराज यहाँबाट चाहिँ हामीले यसलाई मेटाउनको लागि के गर्नु पर्यो भन्दा यसको प्रयोग नगर्ने गरेर हामीले चाहिँ निरन्तर आफूलाई पनि हुन त यहाँ कामनाको ज्यादा प्रयोग गरेपछि पनि दिगदार हुन्छ भनेको छ। र बुढाबुढीहरू मर्न पाए हुन्थ्यो भनेको पनि त्यही भएर पनि संसारको हो कामना भोग्दा दिगदार, अब भोगेर नि केही हुँदो रहेछ भन्ने भयो नि त। अति सेवन भयो कामनाको, अनि अब के गर्नु पर्यो मर्न पाए हुन्थ्यो भन्दैन। त्यस्तो हुन्छ। त्यसरी कामनाको धेरै सेवन गऱ्यो भने पनि त्यतापट्टि निराशा आउँछ। यस्तो हुन्छ महाराज भन्नुभयो। त्यस पछाडि चाहिँ अब 12औं अध्यायमा चाहिँ ब्रह्मचर्य र वानप्रस्थको विषयमा दिनुभएको छ। ब्रह्मचर्य आश्रम र वानप्रस्थ आश्रमको विषयमा यहाँ भन्नुभएको छ। ब्रह्मचर्य आश्रम भनेको 25 वर्षसम्म विवाह नगर्दाको अवस्था हो। त्यति बेला चाहिँ ज्ञान आर्जन गरेर ब्रह्मचर्यमा बस्नु, त्यस पछाडि गृहस्थमा प्रवेश गर्नु भन्ने हो। अनि त्यस पछाडि चाहिँ यति धर्म भनेको सन्यासको धर्म हो। प्रहलाद र चाहिँ दत्तात्रेय मुनिको बिचको संवाद छ, यहाँ संवाद छ। यति भनेको यस्तो हो। यसरी सन्यास लिँदाखेरि मनमा सन्यास भनेको सम्पूर्ण कामना, इच्छा, वस्तु, परिवार कसैलाई पनि मतलब नगरिकन बस्न सक्नेको नाम सन्यास हो। यदा मनसी वैराग्यम जायते सर्ववस्तुषु। जुन बेलामा मनैदेखिको कुनै पनि संसारको, चाहे छोराछोरी हुन्, परिवार, कुल कुटुम्ब, धन सम्पत्ति, पद प्रतिष्ठा, केहीको पनि मतलब नभएको अवस्था छ भने बल्ल त्यसले सन्यास लियो। यदि त्यो छैन सन्यास लियो भने तिमी फेरि बरबादमा पर्छौ भनेको छ कि। त्यस कारण यो प्रसङ्ग छ यहाँ। अनि त्यस पछाडि चाहिँ गृहस्थी र सदाचारको प्रसङ्ग छ 14औं अध्यायमा। गृहस्थीले यावत् अर्थ उपासीन देहे गेहे छ पण्डितम विरक्तो रक्तव तत्र निलोके नरकाम विषय। जति आफूलाई चाहिने हो त्यति मात्रै सङ्ग्रह गर्नु र अरूले देख्दाखेरिमा संसारमा आसक्त भएर बसे जस्तो गरिनु। नाटक पारेर भयङ्कर म त विरक्त भएँ, मैले संसार छोडेँ भन्दै हिँड्ने संसार छोडे आउँदैन क्या। बाहिर हेर्दाखेरि चाहिँ सुट पाएर टाई लाएर हिँडेर केही फरक पर्दैन, सुट लाएर हिँडेर केही फरक पर्दैन, तर भित्रबाट त्यागेको छ संसार। त्यो पुग्छ भगवत धाम। बाहिर झाम्रा पालेर उत्पादन गरिरहेको छ, नाटक गरिरहेको छ, भित्र चाहिँ एकदम विषयमै चाहिँ अलिकति अपमान भयो भने रिसाएको छ, धन खोजेर हिँडेको छ, कहाँ मेरो स्वागत गरेको के को चाहिँ सन्यास हुने। त्यस्तो र सन्यास हुँदैन। यसरी चाहिँ बाहिर देख्दा, लोकले देख्दा संसारी जस्तो भएर हिँड्नु, भित्र चाहिँ भगवत भावमा निरन्तर लाग्नु, यो सन्यास हो। र त्यति मात्रै जम्मा गरेर घरमा जति आफ्नो लागि आवश्यक छ, आवश्यकताभन्दा बढी जम्मा गर्नेलाई चोर भनेको छ। दैवी विधानमा चोर भनेको छ, त्यहाँ दण्डित हुन्छ त मान्छे। आवश्यकताभन्दा बढी जम्मा गरेर भनेर यहाँ भन्नुभएको छ। अब त्यस पछाडि चाहिँ
15औं अध्याय आयो। यसमा चाहिँ यहाँ श्राद्धको विषयमा छ। अलिकति 2-4 मिनट छ नि हैन। श्राद्धको विषयमा सुन्नुहोस् है त। श्राद्ध गर्दा यहाँ ऋषिहरूले के भन्छ, न तद्याद आमिषम श्राद्धे न चाद्याद धर्म तत्त्वविद मुनन्नै स्यात्परा प्रीति यथा न पशु हिंसाया। बुझ्नुहोस् है कुरा। श्राद्धमा सत्य युगमा, त्रेता युगमा र द्वापर युगमा सम्म श्राद्धमा पितृहरूलाई मांसको बलि दिने चलन थियो। मांसको पिण्ड क्या, मांस पिण्ड दिने चलन थियो। कलीमा छैन त्यो, कलीमा दिन हुँदैन। त्यसकारण यो कुरा हामीले चाहिँ बुझेर यहाँ भन्नुभएको छ, नदद्याद आमिषम श्राद्धे। आमिषम भनेको मांस नदिनु। पितृहरू निरामिष श्राद्ध, शुद्ध श्राद्ध गरेकोमा खुसी हुन्छ। आमिष श्राद्ध गरेकोमा खुसी हुँदैन।